हेलो गुड मर्निङ शिवा शिवारू आदङ्बे फ्याफुल्ला जोजोलोक्पा जयमासी जोरले। अब यहाँ हेर्नुहोस् न मेरो अहिले फार्म फार्म ठुलो खालको फार्म चाहिँ यहाँ हेर्नु न यहाँ यो हाम्रो चाहिँ चारो भयो अनि त्यसपछि अर्को त्यो 1 नम्बरको चारो भयो अनि अर्को फेरि चारोमाथि बस्ने चारो भयो अनि सो गाई चाहिँ यहाँनिर चाहिँ हाम्रो चल्लाहरू चाहिँ आएको छ एकदम फुर्तिलोहरू छ। अनि हाम्रो चाहिँ यो बेलुका बिहान झकझकाउनु पर्दो रहेछ नि त। अब हुन त पहिला पनि गरेकै बिर्सेछु अब गर्नु। अनि यो हाम्रो आधुनिक बल्ब भइहाल्यो। यो चाहिँ राम्रो हुँदो रहेछ। तपाईँहरूले पनि कुखुरा पाल्दाखेरि चाहिँ यो बल्ब किन्नु होला। तर हामी चाहिँ चारो यसरी दिन्छौँ, तपाईँहरूले चाहिँ कसरी पाल्ने मान्छेहरूले चाहिँ कसरी गर्नुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन। अब तपाईँहरूले कमेन्ट गरिदिनु होला त्यसरी होइन यसरी हो भनेर सिकाइदिनु होला। अनि हाम्रो मेरो चल्लाहरू चाहिँ यहाँनिर हुर्किरहेछ। अनि सो अनि अरू तपाईँले देखाउनु नि अब अलैँची बारी त पहिल्यै हेरिहाल्नु भएको। अब यहाँ इस्कुस बढ्दैछ। यहाँ काँक्रा पनि रोपेको छु मैले। काँक्रालाई पानी पनि हालेको छैन। अनि त्यसपछि हाम्रो चाहिँ आजको ड्युटी भनेको चाहिँ हाम्रो लसुन गोड्ने हो। बर्थडे गिफ्ट आज पनि बर्थडे गिफ्ट दिनु पऱ्यो तृष्णालाई। आज हाम्रो लसुन गोड्ने प्लान छ। अनि हाम्रो चाहिँ यो पहिल्यै कुखुरा पाल्नुको लागि हामीले बनाएको थियौँ। अनि अहिले चाहिँ यहाँ छ बारहरू, सबै बारहरू लायौँ हिजो तृष्णा र मैले। वायरिङ पनि गरियो, अस्तिको दिन वायरिङ गरियो। अनि चल्लाहरू चाहिँ चङ्खेहरू छ। अनि दिउँसो बेलुका हेर्दै बचाउनु त पऱ्यो नि त। 116 रुपियाँ गोटा पो परेको त हो नि। 116 रुपियाँ 50 पैसा परेको। अनि यहाँ चारो भनेको भइगयो। अनि भुसहरू भयो ल्याएर भुस अब थपमा ल्याउँदैछु। अरू त सबै ठिकै छ। यस्तो छ चकचकेहरू छ। एकछिन हेरेन भने त यहाँनिरै हेर्नु। उता जा उता निक्ली त गयो। उता चाहिँ यहाँ बस खोइ के एउटा के लाउनु पर्छ हो। अनि सो हाम्रो चाहिँ आज चाहिँ कृष्णको बर्थडे गिफ्टमा फेरि पनि हामीहरू लसुन गोड्दैछौँ। म तपाईँलाई त्यो भ्लग देखाउँछु। अब चाहिँ लाग्यो साथीभाइ बारीतिरै खेताला गइदिन्छु खेताला। अनि हामी चाहिँ अब जाँदैछौँ। खोलिदिउँ किन खोल्नु अहिले? बलिरहेछ त नि मारेको छैन बलिरहेछ। सो मेरो कुखुराहरू चाहिँ यहाँनिर के भयो त पानीले के गर्यो त। चङ्खेहरू छ। अनि हाम्रो चाहिँ अब लाग्यो। हाम्रो चाहिँ अब यो अलैँची बारी अलैँची बारीमा पानी चाहिँ यो तरिकाले हानिन्छ। अनि एक तालमा चाहिँ 25 लाखको चाहिँ बेचौँ भन्ने सोच छ। अनि खेतालाले यहाँ काम गर्नु हुँदैछ। खाजा अहिले मैले दिइकन खेतालालाई खाजा दिइकन अब म चाहिँ घाँस काट्छु। खेतालाले चाहिँ अब काम गर्नुहुन्छ। काम चाहिँ के हो भन्नुहुन्छ भने अघि पनि भनिसकेको छु मैले। त्यतिकै हुँदै गर्छ। पानी ठिक पानी रहेछ। स्प्रिङ्कलर 2टा छ नि, तल पनि छ यहाँ पनि छ। त्यो एउटा भइगयो। अनि यहाँ चाहिँ हाम्रो यो खेतालाले अब काम यहाँ हुन्छ। अनि म अर्को मालिकलाई चाहिँ कहाँ हुन्छ भने कता हुन्छ यहाँ घाँस खोज्नु पर्ने चाहिँ मेरो यतातिर। अनि घाँस लगेर चाहिँ बाख्रा पेटेटे कराइरहेको छ। अनि यो चाहिँ अब हाम्रो यो लसुन हेर्नु न खत्तमै भयो झारले गर्दा। नगुडी नहुँ भएन। अनि यो चाहिँ हाम्रो चियाबारी। अब चाहिँ चिया चाहिँ अब चाहिँ हाम्रो उत्पादन हुनु आँट्यो। अब चाहिँ यहाँ चाहिँ अहिले हरियो छैन। अब उता चाहिँ माथि चाहिँ अस्ति टिपिसक्यो हाम्रो तृष्णा र भाउजूले। किन यो चाहिँ कहाँनिर चाहिँ हाल्ने त? ए उयोलाई
अनि म चाहिँ अब घाँस काट्छु। अनि यो चाहिँ हाम्रो जग्गाहरू तपाईँले त पहिल्यै पनि देखाएको। कहाँ चाहिँ छ त अब त्यो कलबा अड्केको छ कि? अनि लु खेताला साप यसरी नठगौँ। कहाँ कहाँ होइन त्यो एकछिन घुमोस् न त। अनि भरे लास्टमा फर्किने बेलामा चाहिँ लु खेताला त्यसरी गफ नगरौँ न। लु गोडौँ छिटो। यस्तो अल्छी खेतालाहरू लिएपछि चाहिँ कसरी हुन्छ हौ। लु म चाहिँ घाँस काट्छु। लु खोइ त उयो त घुम्दैन त नि। म एकछिन जान्छु हेर्नु। म लाग्यो अब एकछिन अलैँची बारीमा पानी हाल्नुको लागि कुद्दैछु म। यो अलैँची बारीमा पानी हाल्नु पर्यो नि त। सुल्टी भन्थ्यो अरे। अब हाम्रो चाहिँ यहाँनिर ठ्याक्क रहेछ। यहाँ रहेछ घुमेको छैन यहाँ रहेछ हाम्रो चाहिँ कल। पानी नै आएको छैन त। हाम्रो चाहिँ अलैँची बारीमै पानी यसरी हाले हुन्छ। दामी घुम्यो दामी। अनि यो चाहिँ हामीले भर्खर रोपेको हो अलैँची। अहिले त हुँदैन। यो हाम्रो पनि अब चिया चाहिँ यता मुना आउनु आँटेको छ। अनि अब चाहिँ म चाहिँ घाँस काट्छु। अनि कृष्ण चाहिँ यो झन्डै लडे हो त्यसका बाटो। अनि म चाहिँ घाँस काट्छु। कृष्ण चाहिँ एकछिन लसुन गोड्छ। अनि दिउँसो चाहिँ घाम अलिकति अहिले चाहिँ गर्मी हुन थालेको। दिउँसो चाहिँ उयो गर्न सकिँदैन कामै अलिकति। मतलब त्यस्तो चाहिँ घाम त होइन रहेछ नि। अलिकति काम गर्नु मुस्किल पर्छ। तालुमा आलु फल्छ घामले। अनि अहिले चाहिँ ठिक्क साँझमा काम गर्दाखेरि चाहिँ मजा पनि आउँछ। आइयो हाम्रो लसुन बारी चाहिँ यसपालि झारले खाइसक्नु आँटेको छ। अब झार गोड्छ कृष्णले। अनि सो मेरो इस्कुसको मचान भाइकै इस्कुस छ। काँक्रा पनि छ। काँक्रालाई पानी हाल्नु पर्ने। त्यहाँ काँक्रा छ। अब म चाहिँ घाँस काट्छु। अन्त किन चल्ला कराउँदैछ कृष्ण? बाख्रा पनि टेटे अनि चल्ला पनि पेपे। अनि म एक्लो जान्ने के भन्यो अरे फेरि एक डाइलग? वाट डु यु मिन? म चाहिँ यहाँ सबैभन्दा बेसी काम गर्ने चाहिँ म। तिमी चाहिँ अल्छे हो। अल्छे यस्तो त डाइलेक्ट खाएपछि त मलाई त कस्तो जाँगर आएको पनि हराउँछ हो गाई। लौ यो प्याजहरू पनि अब हिँड्दाको डाल ढिँडोको काल भएको जस्तै भएछ। लु अब खेताला भएर काम हल्ला गर्ने बेसी होइन। लु काम गर्ने त्यहाँ बाख्राको पाठाले गर्दाखेरि हेर्नु न। यहाँनिर आज लसुन चाहिँ यति मात्रै गोडाएको खोजाइले। अनि आज चाहिँ आधी नै सकिन्थ्यो होला लगभग। अब रात पनि पऱ्यो। कुखुराले चारो पानी पनि गर्नुपर्ने छ। मैले अघि एक भारी चाहिँ घाँस लगेँ। अब यो अलिकति उब्रेको थियो यो लाने। अनि त्यो अलिअलि झारो गोडाको कृष्णले बोक्छ। सो गाइस आजको हाम्रो भिडियो चाहिँ म यहीँनिर इन्ड गर्छु। भोलि अब तपाईँहरूलाई नयाँ अर्को भिडियो देखाउँछु। सो बाई बाई। कृष्ण भन्दै बाई बाई।